सो हेलो एन्ड नमस्ते, वेलकम टु माई ब्लग, वेलकम टु माई च्यानल ईश्वर पयाम बादल। आज चाहिँ हामी टक्क रुदामा जान लागेको गाइज होइन। अब त्यहाँको भ्यू पोइन्ट चाहिँ बवाल दामी छ भन्ने सुनिरहेको छु मैले होइन। कस्तो रहेछ हेरिदिनु आज होइन, चट्ट लाएर। अनि यता चाहिँ दाई हुनुहुन्छ, अनि एउटा म भएँ, अनि भान्जी दुईवटा भान्जीहरू छ, अनि तिनीहरू पनि जान्छ होला। अनि त्यही हो, हामी चाहिँ अब हिँड्दै जान लाग्यो। अनि माथि त्यो ठाउँमा हो जान लाग्यो हामी चाहिँ। त्यो रुख छ नि, त्यो माथि त्यो रुख भएको ठाउँमा चाहिँ जान लाग्यो। त्यही हो, अब आज के कस्तो हुन्छ त्यहाँको विशेषताहरू के कस्तो रहेछ। म चाहिँ फर्स्ट टाइम जान लाग्यो, के कस्तो छ सबै कुराहरू म देखाउने कोसिस गर्छु। त्यही हो, हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु म। ल त्यही हो हाम्रो डेस्टिनेसन त आज चाहिँ। के भनिदिनु न दुई चारवटा शब्द। ठिकै छ, अहिले रेडी सेडी गर्न हामीहरू अब टाइम पनि भइसक्यो जाने। अलि साह्रो बोल्नु न। हजुर अलि साह्रो बोल्नु न। अलि 10 बजे अहिले अब जान लाग्छन्, कस्तो हुन्छ एक्सपिरियन्स पनि गरेर देखाउँछौँ हामीहरू। त्यहाँको फेरि यस्तो छ कि अब बाइक त छनु त छ हामीसँग, हिँडेर जानुभन्दा बाइकमै जानु त एकदम राम्रो हुन्थ्यो। तर 4 जना भयो नि त, हामी 4 जना भयो, त्यही भएर अब सर हिँड्दै जाऊँ, अब राम्रो कुराहरू एक्सपिरियन्स गर्दै जाऊँ। पैदल हिँड्नुभयो, ट्रेकिङ गर्न पनि एकदम एक्सपिरियन्स हुन्छ भनेर चाहिँ हामी हिँड्दै जानु लाग्यो। अनि बाटो चाहिँ जङ्गल जानुपर्ने हो। सो हामी चाहिँ अहिले पिर्ताना नजिकै पुग्न लाग्यो गाइज होइन। अब त्यही हो, अब हाम्रो चाहिँ आज त्यो गन्तव्यमा पुग्ने चाहिँ धेरै टाढा नै छ। अब हिँड्ने एकदम जारी भइरहेछ। यहाँको लिची फेरि एकदम फेमस चाहिँ देख्न सक्नुहुन्छ। आजकल टिकटकमा लिची चोरेको भिडियोहरू लास्टै भाइरल भइरहेछ, हामीलाई नि बनाइदियो न। सो यता चाहिँ भान्जीहरू छ, यता हेर न। दाइ के छ? ओ माई गड, खतरा लिची। रातै कस्तो मुख मात्रै हो। अनि त्यहाँ चाहिँ बाटो बन्ने कार्यक्रम जारी भइरहेको छ गाइज। हामी पुग्ने चाहिँ माथि त्यो डाँडामा हो। अब कतिखेर पुगिन्छ, हिँड्न यहीँ सास फुलिसकेको छ। हिँड्न कतिखेर अलिक छिटो सरासर हिँड्ने भन्नुहुन्छ दाइले। आमा लम्केर हिँड्नु भएको के यस्तो। सो हामी चाहिँ अहिले पिर्ताना नजिकै पुगेको गाइज। अनि त्यही हो, हामीले धेरै कुराहरू त देखाउन सक्दैन। अब हामीले अब आफूले एक्सपिरियन्स लग्ने भनेर आएको हो। अब त्यही हो, अब तपाईँलाई जति सक्दो हामीले भिडियोहरू देखाउने कोसिस गर्छौँ। र अहिले चाहिँ यो पिर्ताना गेट नजिकै छौँ हामी। अनि पिर्ताना गेटदेखि राइट साइडदेखि जानुपर्छ जस्तो लाग्छ मलाई, आई थिङ्क। अनि त्यही हो, अब चाहिँ हामी एकछिनमा सामान किन्छौँ। अनि माथि गएर हल्का खानेकुराहरू हुन्छ नि, के भोक लाग्छ, हरेक कुराहरू हुन्छ। अनि टक्क खानेकुराहरू किन्छौँ। अनि त्यही हो, रमाइलो भइरहेछ आज। अब कति बाइकमै हिँड्ने कुनै कुराको एक्सपिरियन्स पनि लग्नुपर्छ होइन। ट्रेकिङ गरेर टक्क कुनै कुराको एक्सपिरियन्स पनि लग्नुपर्छ, त्यही हो। अनि यो रहेछ, यो छ अहिले पिर्ताना गेट। र हामी चाहिँ राइट साइडबाट जानुपर्छ जस्तो लागेको छ मलाई। अनि त्यही हो, अब एकछिनमा हामी सामान किन्छौँ। सो यो चाहिँ पिर्तानादेखि राइट साइड आएर चाहिँ माथि आउँदाखेरि चाहिँ यस्तो पुल रहेछ एउटा। अनि त्यहाँबाट चाहिँ यस्तो उकालो बाटो चाहिँ चढेर माथि जानुपर्छ। माथिको डाँडै देखिन छाड्यो अहिले त। अनि अगाडि राम्रो मान्छेहरू अगाडि हिँड्नुहुन्छ, नराम्रो हामी दुइटा यता छौँ, यता छौँ। अनि त्यही हो गाइज, अब यस्तै उकालो चढेर जानुपर्ने देखिसकेँ मैले अब, किनकि यस्तो रहेछ उकालो। अनि टक्क त्यही हो, पिर्ताना गेटदेखि माथि र आउँदाखेरि चाहिँ अब तपाईँहरू फर्स्ट टाइम आउँदै हुनुहुन्छ भने के छ भने त्यहाँदेखि सिधै आउने बाटो, कतै पनि यताउता नगएर सिधै आउने। सिधै आइसकेपछि यो तल मैले देखाएँ नि जो अहिले त्यो पुल आउँछ। अनि त्यो पुलदेखि यसरी यो बाटो छ, यसरी जाने। बाइक ल्याउनुहुन्छ भने त एकदमै झनै सजिलो भयो, किनकि हामी आज 4 जना भयो, त्यही भएर बाइक नलिएर आएको। सो अब चाहिँ धेरै गाह्रो होला जस्तो मानेछु मैले। अलिकति उकालो चढ्दाखेरि पनि एकदमै गाह्रो भइसकेको छ मलाई। अनि के छ, लास्ट गाह्रो छ। भर्खरै त आधी बाटो आएको साथीहरू मुटु फुलेर मर्न आँटिसक्यौँ, अझै कति छ। ल के छ
मलाई त्यस्तो गाह्रो लाग्छ गाह्रो लागेन उ माथिको दाइ के छ अवस्था हाम्रो अहिले फलोवरहरूलाई के यसो 2-4 वटा शब्द अब भाइको फलोवर्स बढाइदिनु पर्यो अब त्यही हो सपोर्ट गर्नु पर्यो यदि दुःख गर्छन् हामीहरू कहाँ देखाउन जान्छौँ हजुरहरूलाई हजुर अनि त्यस्तै छ ठिकै छ ल अब बिस्तारै हामी माथि जाँदै गर्छौँ हजुरहरूलाई अब राम्रो राम्रो भ्यूहरू देखाउँदै गर्छौँ सो अहिले चाहिँ हामी गाइज खोरिया भन्ने ठाउँमा पुगेको छौँ देख्न सक्नुहुन्छ यो खोरिया यो जति नै घरहरू देखेको छ नि यो खोरियाको घर हो अनि यहाँबाट चाहिँ अलिअलि भ्यू देखिन लागेको छ त्यस्तो राम्रो क्लियर त छैन अब त्यहाँबाट माथि गएपछि राम्रो देखिन्छ होला अनि अगाडि चाहिँ भान्जीहरू दाइहरू हिँडिराख्नु भएको छ त्यही हो अब पसिनै पसिना भयो होला कालै कालो मुख देखियो होला अब ठिकै छ जस्तो देखेँ नि राम्रै छु भन्ने मलाई आश लाग्छ अनि एकदमै राम्रो रहेछ यतातिर यो खोरिया भन्ने ठाउँ एकदमै बबाल बेस्ट यहाँबाट भ्यू हेर्नु मजा आउँछ नि त बिहानै उठ्यो टक्क भ्यू हेऱ्यो मजा आउँछ नि त ल त्यही हो अब धेरै भिडियो पनि लङ किन बनाउने हो ट्याक्क म माथि गएको अलि राम्रो भ्यू देखियो भने म बनाउने कोसिस गर्छु सो हामी चाहिँ अहिले खोरिया भन्दा नि माथि आइसकेको छौँ गाइज होइन अहिले चाहिँ हामीले रोडको बाटो छोडेर चाहिँ हामी यो यस्तो खाले बाटोमा चाहिँ हिँडिरहेको छौँ अझै हामीलाई लाग्छ होला त्यही आधी घन्टा जति अनि हामी चाहिँ सर्टकट नआएर रोडै आएको अनि एकदमै गाह्रो पनि भयो सर्टकट अब रोडै आउँदाखेरि चाहिँ अब यस्तो बाटो नहुँदाखेरि चाहिँ अब हिँड्नमा सहज भएको थियो हामीलाई अब यस्तो बाटो उकालै उकालो छ नि त त्यस्तो बाटोमा अब हिँड्न पनि गाह्रो हुने भयो त्यही भएर अबको एक आधी घन्टामा चाहिँ हामी माथि पुग्ने छौँ र एकदमै गाह्रो भइरहेको छ अहिले चाहिँ मलाई राम्रो भ्यू देखेको छ देख्न सक्नुहुन्छ अनि हामी चाहिँ खोरियाको माथि आइसकेको छौँ अहिले अनि वेदर चाहिँ आज बवाल नै छ एकदम राम्रो छ वेदर देख्न सक्नुहुन्छ वेदर इज बेस्ट होइन त्यही हो गाइज अब बिस्तारै माथि पुगिसकेका छौँ अब केही छिनमा हामी माथि पुग्ने छौँ र अगाडि बिचरा सबैको हालत डाउन भएको छ अनि किन अब सबैजना धेरै पछाडि पनि हिँड्यो र गर्मी पनि लास्टै छ के अनि गर्मी पनि धेरै भएर पनि हो अनि अगाडि चाहिँ मनिषा सुशीला दाइ चाहिँ हिँडिराख्नु भएको छ अब कोही मान्छेहरू थाकिसके हामी चाहिँ फेरि अगाडि बढिरहेका छौँ त्यही हो ल एकछिन माथि पुगेपछि अब भेट्नुपर्छ गाइज सो हामी चाहिँ अहिले माथि जरबुटाको नजिकै पुगिसकेका छौँ गाइज देख्न सक्नुहुन्छ अब त्यही हो अब तलको भ्यू चाहिँ यस्तो छ एकदम राम्रो एक नम्बर यस्तो राम्रो देखिरहेछ आज है अनि त्यही हो अब त्यही हो गाइज धेरै छैन टाढा अब नजिकै छ हामी माथि पुग्ने छौँ अनि कस्तो एक्सपिरियन्स राम्रो भयो कि आज चाहिँ है एकदम बेस्ट भयो हिँड्नु पनि मजा आयो अनि अब कति धेरै भयो थियो नि त नहिँडेको अनि यस्तो उकालोमा पनि धेरै एक्सपिरियन्स गरियो अनि एकदम मजा आयो एकदम राम्रो भाइब्स लग्न सकियो अब देख्न सक्नुहुन्छ सुर्खेतको भ्यू चाहिँ एक नम्बर छ आज आमामा यो चाहिँ रङ्गशाला अनि एकदम राम्रो भएको छ ल त्यही हो बिस्तारै चाहिँ म अगाडि बढिरहेको छु आफ्नो गन्तव्यतिर अबको 10 मिनेटमा चाहिँ हामी माथि पुग्छौँ होला ल त्यही हो फाइनली हामी चाहिँ अब पुगिसक्यौँ गाइज होइन माथि डाँडामा एकदमै
चिज यहाँ जरबुडा आएर पनि मान्छेहरू यहाँ थोलै झुन्डाएर बसिसक्यो हिँड्नै नसकेर गाह्रो छ त्यही हो गाइस माथि पुगिसक्यौँ अब फोटोसोटो क्लिक गर्नु पर्यो भिडियो सिडियो बनाउनु पर्यो यता आजभोलि चाहिँ यस्तो बनाएको छ कोही आउनु भएको छैन भने धेरै वर्षपछि अब चाहिँ साथीहरू टिकट सिकट काट्नुको व्यवस्था यहाँ गेट बनिरहेको रहेछ अनि यता चाहिँ कटेज सटेज बनेको छ एकदमै राम्रो भ्यू पोइन्ट चाहिँ बवाल बनाएको रहेछ अनि उता चाहिँ देखि आउँदाखेरि चाहिँ बाटो होला सकभर पुगिहाल्यौँ अब आफ्नो गन्तव्यमा पुगिसक्यौँ गाइज देख्न सक्नुहुन्छ अब यताको भ्यू त एकछिन पछि देखाउँछु म गाइज है ए झोला छोडेर कहाँ गएको हालत हेर नि तिनीहरू पानी खोज्दै हिँड ए कहाँ हिँडेको हिँड्नु पनि धेरै पर्यो अनि एकदम गाह्रो भयो जे जस्तो भयो नि आफ्नो गन्तव्यमा पुगियो अब यताको भिडियो चाहिँ मैले अब एकछिनमा खिच्छु एकदम दामी आज चाहिँ भ्यू एकदम बवाल भएको छ क्या हेर्नु त यता डाँडामा आमामा खतरा एकदम राम्रो भएको छ त्यही हो ल एकछिनमा अब पान सानी खाएर हल्का रेस्ट गरेर अनि मैले यताको भिडियोहरू देखाउने कोसिस गर्छु हजुरहरूलाई सो हाम्रो चाहिँ गन्तव्यमा पुगिसक्यौँ गाइज देख्न सक्नुहुन्छ जरबुटा डाँडा लेखेको छ गाइज देख्न सक्नुहुन्छ शान्ति पार्क सो हामी चाहिँ एकदम भ्यू पोइन्टमा आइसकेको छौँ गाइज देख्न सक्नुहुन्छ सो एकदमै एक्साइटेड थिङ भइरहेको छ गाइज कोही मान्छेहरू एक्लै हेर न यस्तरी पनि हिँडिरहन् कि यस्तरी पनि साथीहरु भुक लागेको अवस्था अरु भोग लाएर असाध्य भयो त्यो व्यवस्था छ हामी किन बनाउँछौं टक्कलाएर व्यवस्था हुन्छ यसको देखाउन त मलाई त्यो चाउचाउ यसमा बनाएर खान पाइदै के मजा आउँदो हो क्याम्पिङ हान्नु सो ओ माय गॉड हामी चाहिँ तर घाम लाग्यो म देखाउँछु सुकुन के चीज कुछ देखो ओ माय गॉड ये क्या है मेरो बनाउँदा ल चाउरी जाऊ चटपटे पार्टी हुँदैछ ठीक छ गाइस सपोर्ट गर हामीलाई ल गाइस यही हो भ्यू पोइन्ट भनेको देख्न सक्नुहुन्छ को आउनु भएको छैन मेरो भिडियो मार्फत हेरेर आउन पनि सक्नुहुन्छ हजुरहरु हैन ढुङ्गामा हैन दाइ ढुङ्गामा हैन कि पर जाम के उ पर जाम कस्तो त्यहाँ म फेरि भ्यू देखिदैन कि हति देखिन ल ओके गाइस अब के गर्ने अब दाइहरुसँग मुखमै लागेर भएन के गर्ने धेरै डाँडा पनि नजाम के के यार शान्ति पार्क भनेर लेखिरहे फोडै फोड बनाउन यार ओ माय गॉड देख्न सक्नुहुन्छ गाइज म त अचम्मै परे कस्तो लाग्यो मामा एकदम फिल मजा आउने भयो एकदम एक्सपिरियन्स भयो एयरपोर्ट देख्न सक्नुहुन्छ रङ्गशाला कता छ यता छ रङ्गशाला देख्न सक्नुहुन्छ अनि एकदम चिल भाइब नाइस सो यहाँ बनाउने कार्यक्रम चाहिँ जारी भइसक्यो गाइज भोकले आत्तिए छ केटाहरू केटीहरू अनि देख्न सक्नुहुन्छ टक्क यस्तो भ्यूमा बसेर खानुको त मजै बेग्लै आउँछ ल हामीसँग यो डिउहरू छ अनि चटपटे बनाउनु पर्यो टक्क भ्यूमा बसेर चट्ट लाएर खाइदिने हो गाइज जोस मान्छे चाहिँ खतरै जोस यतिको जोस चाहिँ भएन भने चल्दैन त्यसैले धेरै सपोर्ट गर्नु गाइज यहाँ के भइरहेछ यस्तो पछाडिको भ्यू पोइन्टमा देख्न सक्नुहुन्छ यो सबै एउटा ल कभार गर्यो भने जहाँ यस्तो गाइज
आफू बसेर फोड गरेको सफा गर्न चाहिँ सिक्नुपर्छ है जहाँसम्म लाग्छ। हामी त्यस्तो फोडीको जहाँ गयो त्यहीँ बसेर खायो फोडी गर्ने कुराहरू चाहिँ हुँदैन है हामीबाट। एकदम राम्रो कुरा सोचेर भनेको है मैले चाहिँ यो चाहिँ आफूले चाहिँ जहाँ फोड गर्यो त्यहाँ चाहिँ सफा गर्नै पर्छ है गाइज। ल किन हाँसेको गाई किन हाँसेको के भन न मलाई भन न यहाँ मजा आइरहेछ अलि राम्रो फिल भएको छ अब गाई चिज लुक एट द भ्यू सुर्खेत नो रिएक्सन दिन सक्नुहुन्छ ल खारे चबार पुरै त नो रिएक्सन मिठो बाबु यहाँ देखानै छु चटपटे नु हाल्नु मामा चटपटे ल यो पिरो हुन्न यो नुन उ यो त वान अफ द बेस्ट मोमेन्ट मैले यस्ता मोमेन्टहरू धेरै गरेँ गाइज बट आज चाहिँ म फर्स्ट टाइम आएर होला जरगुटामा किनकि यस्तो भ्यू देखेर बेस्ट मोमेन्टमा एउटै हो बेस्ट मोमेन्टमा यो पनि एउटै हो तर सामिल भयो आज यस्तो चटपटे बनाएर मेरो भान्जीसँग मेरो दाइसँग तिमी पनि मेरो भान्जी म आफू बसेर यस्तो भ्यूमा देख्न सक्नुहुन्छ। आउनुहोस् रमाइलो गर्नुहोस् तपाईँहरू पनि जानुहोस् बुझ्नुभयो कि नै एकचोटि एक्सपिरियन्स चाहिँ लग्नै पर्छ है साथीहरू जिन्दगीमा यो एक्सपिरियन्स नलगे त के यता सुन्नुहोस् गाइज यो ठाउँमा बस्नु भएको छ नि जति यो ठाउँमा बस्नु भएको छ नि यो ठाउँको मान्छेहरू एकचोटि यहाँ आएर चाहिँ एक्सपिरियन्स लग्नुहोस्। म बस्नु आएको 8 वर्ष भयो तर म यहाँ आएको थिएन म फर्स्टचोटि आएँ यस्तो मजा आइरहेको छ। हामी चाहिँ अब घर जान लागेको गाइज। अब त्यही हो एकदमै सबै साथीहरूलाई मैले एकदम मिस गरिरहेको छु मेरो भ्युजहरूलाई पनि एकदम मिस गरिरहेको छु। यस्तो ठाउँमा आएर एकदम एक्सपिरियन्स लगियो गाइज होइन। त्यही हो अब घर जान लागेको अनि एकदमै राम्रो भाइब्स लग्यो अनि जति पनि हुनुहुन्छ सुर्खेतमा बस्ने मान्छेहरू अनि एकचोटि यहाँ आएर एक्सपिरियन्स चाहिँ गर्नुपर्छ जस्तो लाग्यो मलाई। एकदम राम्रो ठाउँ रहेछ अनि त्यही हो अब यति भन्दै भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न चाहिँ नभुल्नु होला। मन पर्यो भने एकदम धेरै सेयर गरिदिनु होला। अनि अहिले चाहिँ हामी जान लागेर पानी पर्न लाग्यो गाइज के गर्ने। ल यति भन्दै बिदा लिन चाहन्छु। हस् त जय नेपाल।